कसो लागिरहेछ तपाईँलाई यो मेसिनबाट धान रोप्दाखेरि? यो त साह्रो रमाइलो लाग्यो। एक्साइटेड हुनुहुन्छ नि होइन? म चाहिँ मेसिन ओनर हो। हजुर यहाँको फार्मर हजुर त्यता हुनुहुन्छ। जस्तै तपाईँको होइन किसानहरू उहाँ हुनुहुन्छ, हामीले देखिसकेका छौँ। जस्तै यो प्रविधिबाट धान रोप्दाखेरि चाहिँ के कुरामा फाइदा हुँदो रहेछ तपाईँलाई? के कुरा महसुस भयो? होइन, यसले सबभन्दा ठुलो कुरा चाहिँ खर्च कटौती गर्छ। हजुर होइन, त्यसमा लाग्ने किसानहरू होइन, जस्तै किसान महिला दिदीबहिनीहरू धान रोप्नुमा लाग्थ्यो नि त होइन? खर्च त्यहाँ धेरै हुन्थ्यो हाम्रो होइन? एकदमै खर्च करिब 50% बढी हजुर खर्च कम हुन्छ। अब जस्तै यो नयाँ प्रविधिबाट धान रोप्दाखेरि अब उत्पादन पनि धेरै उत्पादन लिन सकिने हामीले होइन? त्यही त, पहिलो कुरा खर्च कम हुन्छ। हजुर दोस्रो कुरा उत्पादन बढी हुन्छ। हजुर किन भन्दाखेरि यो लाइनमा छ, हजुर लेबलिङमा छ होइन? हजुर तपाईँको यसमा चाहिँ पानी, मल, हजुर त्यसपछि यसलाई चाहिने हावा पानी सबै हजुर तपाईँको एक्युरेट, एक्चुअल र सिमिलरली सबैलाई पुग्ने हुँदाखेरि 20% भन्दा बढी, 20 40% बढी तपाईँको चाहिँ उत्पादन बढी हुन्छ। उत्पादन बढी गोड्न हुन्छ। सजिलो भयो, पछि मेसिनले गोड्न सकिन्छ होइन? हजुर गोटालाई पनि मान्छे त्यति नै रोप्नलाई जति लाग्छ त्यो सकिन्छ। बिउ राख्नको लागि पनि तपाईँको करिब 50% भन्दा कम खर्च लागतमा बिउ राख्ने हजुर काट्नेसम्मको खर्च जोड्दाखेरि त्यो खर्च कम हुन्छ हजुर होइन? सजिलो भयो, छिटो भयो। त्यो हुँदाखेरि यसको एकदमै धेरै फाइदा छ किसानहरूको लागि। जस्तै अब तपाईँले यो मेसिनमा होइन, यो यसमा तपाईँले 1 लिटर तेल हाल्यो भने चाहिँ कतिसम्म चाहिँ त्यो गर्छ हाम्रो धान रोप्छ? यसो रेसियो 1 लिटर तेलले चाहिँ तपाईँको करिब 1 बिघा 1 बिघा भ्याउँछ है? करिब 1 बिघा एराउन्डली भनौँ न 15 कट्ठादेखि 1 बिघासम्म हामीले रोपिसक्यौँ। तपाईँहरूलाई भोलिका दिनमा पनि यो प्रविधि चाहिन्छ कि नै? यो त अनिवार्य चाहियो नि, चाहिन्छ होइन? सबैलाई चाहियो नि होइन? खर्च कटौती गर्नु पऱ्यो, धान उत्पादन लागत कम गर्नु पऱ्यो। लागत कम गर्नको लागि त प्रविधि बिना सम्भव छैन होइन? मान्छेको तपाईँको खर्च त बढी भइरहेको छ नि त अहिले। त्यो हुँदाखेरि यो अनिवार्य रूपमा हामी मेसिनमा मेकानाइजमा हामी जानैपर्छ। यो आजको अनिवार्य आधुनिकीकरण चाहियो कि? आधुनिकीकरणमा हामी अनिवार्य जानैपर्छ। तपाईँलाई चाहिँ यो मेसिन चाहिँ कसले दिएको? होइन, खास यो मेसिनको ओनर चाहिँ म आफै हो। हामीले सप्लाई गर्छौँ मेसिन। मेसिन तपाईँले खरिद गर्ने? हामीले नै यो सप्लाई गर्ने, नेपालमा सप्लाई गर्ने। यो वर्षदेखि हामी म्यानुफ्याक्चर पनि गर्दैछौँ। हजुर नेपालमै हामी मेसिन उत्पादन पनि नेपालमै गर्दैछौँ। यो चाहिँ प्रदर्शन हो, प्रदर्शन यहाँको किसानको पनि तपाईँहरू आइदिनु पऱ्यो भन्ने कुरा र यहाँ कृषि हाम्रो के अरे स्थानीय कृषि शाखा हजुर यहाँ नगरपालिका कृषि शाखाले पनि तपाईँले आएर प्रदर्शन गरिदिनु पऱ्यो भन्ने कुरा यो कस्ट एराउन्डली 2 लाख जति पर्छ। हो, यसको कस्ट चाहिँ भन्नुहोस् त कति पर्छ? एराउन्डली 2 लाख जति पर्छ। हजुर नेपालमै बनाएर यसको खर्च कस्ट घटाउन हामीले कोसिस गरिरहेको छौँ। यो चाहिँ भियतनामको मेसिन हो। यसलाई नेपालमै बनाएर यसको खर्चलाई म्याक्सिमम कटौती गर्नलाई हामी कोसिस एकदम जारी छ होइन? हजुर। अहिले चाहिँ किसानको खेतीमा हामीले प्रदर्शन गरिरहेछौँ होइन? ए ल ठिक छ, राम्रोसँग गर्नुहोस्। ल हामी किसानका कुरा पनि सुन्छौँ। ल आउनुहोस् तपाईँ। हजुर नमस्कार। के कसो लागिरहेको छ तपाईँलाई यो नयाँ प्रविधि हाम्रो माटीमा भित्रिँदाखेरि? तपाईँलाई के कतिको खुसीहरू छ? जस्तै कति कुराहरूमा फाइदाहरू छ, कति कुरामा बेफाइदा पनि होला होइन? त्यो कुराहरू तपाईँले यसो एकचोटि सर भनिदिनुहोस् त। हामी पहिलोचोटि प्रयोग गर्दैछौँ यो। अब धेरै मान्छेले धेरैचोटि प्रयोग त गरिसके। हजुर तर हामीले पहिलोचोटि प्रयोग गर्दैछौँ। जहाँसम्म लाग्छ खर्च व्यवस्थापनमा सहज आओस् भनेर हजुर हामीले यसलाई चाहिँ गर्न कोसिस गरेका छौँ। हजुर यो कति सफल कति असफल हामी पहिलोचोटि आज गर्दैछौँ। हजुर जहाँसम्म लाग्छ मलाई लागेअनुसार हजुर पहिला हेर्दा झन्झटिलो भए तापनि हजुर सजिलै हुन्छ भन्ने कुरा चाहिँ पहिलो अनुभूति गर्दैछ। बिउ राख्ने कुरादेखि लिएर अब यो बिउ काट्ने कुरा, बिउ लिएर सम्बन्धित कहाँ पुर्याउने कुराहरूलाई हेर्दाखेरि अब पहिलो चाहिँ अब अर्को पुरानो निरन्तरतामा क्रमभङ्ग भयो नि त एउटा। त्यसो भएको हुनाले यसलाई व्यवस्थापन गर्न चाहिँ सरल ढङ्गले गर्न सक्यौँ भने जहाँसम्म लाग्छ सजिलै हुन्छ होला भन्ने लाग्छ। हजुर फाइदाको पछिहरू त धेरै छन् यसका कुरा होइन? तपाईँलाई बेफाइदा चाहिँ के लाग्यो त नि हाम्रो मेसिन युज गर्दाखेरि, प्रयोग गर्दाखेरि होइन? त्यो त भर्खर प्रयोग भएको छ सर। अब यसका बिग्रिने अब भनौँ न त्यसका चाहिँ कति साथ दिन्छ दिँदैन, अहिले कति तात्छ कतिको बलियो छ होइन? अब त्यो त हामीले दिनभरि हामीले निर्धारण प्रदर्शन गर्दैछौँ होइन? बिस्तारै कुन पार्ट परि बिग्रिन्छ भन्ने कुराहरूको त बाँकी हेर्नै बाँकी हेर्न बाँकी नै छ। हामीले भर्खर प्रदर्शनमा ल्याएका छौँ होइन? यो तपाईँलाई गजब लागिरहेछ नि प्रदर्शन होइन? राम्रो छ प्रविधि। हजुर हजुर
पातलो पातलो देख्दा धान कम फल्थ्यो भने बाक्लो रोपेपछि धान राम्रै फल्छ होला भन्ने लाग्छ। अब कतिपय फेरि पातलै रोप्नु पर्ने धानलाई चाहिँ समस्या होला है भन्ने छ। जस्तो त्यो हाइब्रिडलाई हाइब्रिड धानलाई एउटा दुईवटा रोप्दा अलिक फराकिलो यस्तो चाहिँ तपाईँको अलिक फराकिलो रोप्ने क्रममा चाहिँ अलिकति चाले मिलाउनु पर्ला, यसका चाहिँ साँचाहरूलाई मिलाउनु पर्ला भन्ने चाहिँ हो। अरू त ठिकै छ भन्ने लाग्छ। सब ठिकै छ होइन। ल हस्, धन्यवाद तपाईँलाई।